आदरणीय दर्शकबिन नमस्कार। कार्यक्रम बैखरी संवादमा तपाईलाई हार्दिक स्वागत छ। कार्यक्रमसँगै आइपुगेको छु म कार्यक्रम प्रस्तुता सागर विक। यस कार्यक्रममा विशेषतः स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले जनता र समग्र सुशासनको पक्षलाई जनतालाई केन्द्रबिन्दुमा राखेर पारदर्शिताका र विभिन्न विकास निर्माणका कामलाई कसरी अगाडि बढाइरहेका छन् भन्ने विषयमा छलफल र बहस विगतदेखि गर्दै आएका छौँ। सोही सन्दर्भमा आज हामी कपिलवस्तुको बाणगङ्गा नगरपालिकाको वडा नम्बर 6 मा आइपुगेका छौँ। यस वडाको समग्र विकासका बारेमा यस वडाका वडा अध्यक्ष करुण टन्डनसँग हामी कुराकानी गर्दैछौँ। स्वागत छ तपाईँलाई कार्यक्रममा। धन्यवाद सागर भाइ। अनि आजभोलि व्यस्तता केमा छ? तपाईँ यो आर्थिक वर्षको अन्त्यमा र आगामी आर्थिक वर्षको प्रारम्भिक चरणमा पनि प्रवेश गर्दै हुनुहुन्छ। खासमा व्यस्तता केमा छ? थ्याङ्क यू फर क्वेसन सागर भाइ। अब यो आर्थिक वर्ष 2081-82 को अन्तिम चरणमा छौँ। पूर्वाधारदेखि लक्षितदेखि सबै कार्यक्रमहरूको अब अन्त्यतिर अब कुन कामहरू हाम्रो समाप्त भए, कुन कामहरू गर्न बाँकी छ भनेर जोडतोडका साथ लागिरहेका छौँ। साथै आगामी वर्ष 2082-83 को बजेट तर्जुमाको तयारीमा छौँ। हामीहरूले पाउने नगरपालिकाबाट पाउने बजेटको सिलिङ पनि पाएको अवस्था छ। साथै सङ्घ प्रदेशमा चाहिँ हामीले बजेटको माग गरेका छौँ। अब आज जेठ 18 गते अस्ति मात्र सङ्घीय सरकारबाट बजेट भाषण भएको छ। हेर्न बाँकी छ के कति सङ्घीयबाट परेको छ, अझै कुनै जानकारी आएको छैन। र प्रदेश सरकारबाट चाहिँ बजेटहरू माग्ने, अब आफ्नो योजनाहरू चाहिँ उहाँहरूसँग सबमिट गर्ने कामलाई चाहिँ अब निरन्तरता र तीव्रताको साथ चलेको छ भाइ। अब तपाईँ यो कुर्सीमा बसेको जनताले, यस वडा नम्बर 6 का जनताले तपाईँलाई वडा नम्बर 6 को वडा अध्यक्षको रूपमा निर्वाचित गरेको 3 वर्ष बढी भइसकेको छ। अब यो समग्रमा 3 वर्ष तपाईँका लागि सुखद रह्यो कि दुःखद रह्यो? अनुभवको आधारमा भन्नुपर्दा चुनौती, खुसी, सुखी सबै किसिमले चाहिँ भरिपूर्ण रह्यो। विभिन्न किसिमका आरोह अवरोह पनि झेलियो, सबैलाई चिर्दै पार पनि गरियो। र सागर भाइ, बिना चुनौती मान्छे गन्तव्य र लक्ष्यमा पनि पुग्न सक्दैन भन्ने यसले एउटा पाठ पनि सिकायो। के पाठ सिक्नुभयो? खासमा तपाईँले चाहेको काम गर्न चाहेको भन्दा पृथक के भयो? के हुँदो रहेछ पृष्ठभूमि बोल्नुभन्दा र यो कार्यकारी ठाउँमा बसेर वडाको नेतृत्व गरेर समग्र वडावासीलाई विकासको अनुभूति दिलाउन कस्तो हुँदो रहेछ भन्दा चुनावी नारामा भन्दा र काम गर्दा के फरक हुँदो रहेछ? बडा राम्रो प्रश्न सागर भाइ। हामीहरूले चुनावी नारामा र हामीहरूले लेखेका र त्यसबेला चाहिँ प्रस्तुत गरेका एजेन्डाहरू सबै कार्यान्वयन गर्न गाह्रो रहेछ। सर्वप्रथम वडा अध्यक्षको काम कर्तव्य कति हो त्यो बुझ्नुपर्ने आवश्यक रहेछ। जस्तै म लामो समयसम्म वैदेशिक यात्रामा बसेको मान्छे, स्वास्थ्य र शिक्षा, बेरोजगार, यी 3 कुरालाई बढी प्रायोरिटी दिनुपर्छ भनेर हिँडियो। र हामीले बोलेका, हामीले निर्वाचनमा लेखिएका शब्दहरू यिनी नै थिए। अब तपाईँलाई एउटा सानो उदाहरण दिन्छु। हामीले यस क्षेत्रमा स्वास्थ्यको 400-800 बेडहरू चाहिँ हामीले चाहिँ स्वास्थ्यको चाहिँ फेसिलिटी गर्छ भनेर बोल्यो। तर नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको नियम कस्तो रहेछ भनेदेखि यो त आधारभूत पर्यो। साबिक कोपो गाविसलाई एउटा स्वास्थ्य केन्द्र, एउटा आधारभूत भनेको तपाईँको कक्षा 8 को निमावि जस्तो। आधारभूतलाई कतिवटा बेडसम्मको मात्र दिन मिल्ने, आधारभूतलाई कतिसम्मको क्षमताको गराउन सक्ने भन्ने कुरो माथिबाटै फिक्स हुँदो रहेछ। यानि कि तपाईँले चाहेर, मैले चाहेर पनि त्यसलाई चाहिँ तपाईँको अब जस्तै यहाँ एउटा बर्थिङ सेन्टर पनि राख्न नसकिँदो रहेछ। एउटा उदाहरण स्वास्थ्यको। अब आयो तपाईँलाई सुरक्षाको। यही अब क्षेत्रमा विगत वर्षौँदेखि पहिला यो हाम्रो कोइली बनगाई जोड्ने यो पुलको अवस्था थिएन। अनि त्यस बेलादेखि यो बाणगङ्गा नदीमा बाढी आउँदाखेरि चोरी हुने, अनि जघन्य अपराधहरू हुने, नराम्रो कामहरू हुने यही क्षेत्रमा हुन्थ्यो। त्यस पश्चात हामीले के सोचेका थियौँ भनेदेखि इलाका पर्यटक कार्यालय कोपुगाको एउटा सानो बिट यहाँ लिएर आउन सक्यौँ भनेदेखि एटलिस्ट शान्ति सुरक्षा सम्बन्धी पनि केही हदसम्ममा हामीहरूले चाहिँ अब आफूहरूले निर्वाचनमा बोलेका, लेखेका, निर्वाचनकोमा चाहिँ जनताहरूसँग प्रत्यक्ष गरेका कमिटमेन्टहरू पार गर्छ भने त्यो पनि एकदम जटिल रहेछ भाइ। कारण के हुँदो रहेछ भनेदेखि यो सुरक्षा सम्बन्धीको
एउटा मात्र बिट खोल्नको लागि त्यस सम्बन्धी चाहिँ कतिजना फेरि बढिदिनु पर्ने, उनीहरूको रासन पानी तल माथि सुरक्षा उनीहरूले प्रयोग गर्ने हातहतियारदेखि लिएर त्यसको एउटा बडा हाम्रो पहुँचभन्दा बहुत लामो एउटा त्यसको प्रोसेसिङ रहेछ। त्यही भएर चुनौती यस्ता यस्ता छन् र कतिपय कुराहरू हाम्रो राज्यकै नीति नियमहरूको कारणले गर्दा चुनौती बढी छ। र एउटा काम गर्ने सिलसिलामा एउटा जुन तपाईँहरूलाई थाहा छ विगत 1.5 वर्ष पहिला जुन एउटा खोलो बेच्यो भनेर जुन आयो, एउटा व्यक्तिको जग्गालाई पास दिँदाखेरि फलानाले खोलै बेच्यो भनेर जुन एउटा अफवाह फैलाइयो, तर त्यसलाई पनि चिरियो र सत्यको कुरा सत्यको पहिले कोही जहिले पनि जित हुन्छ भन्ने किसिमको जुन एउटा बुढा पुरानाले भनेको सुनाइ गरेका थियौँ त्यो कुरा चाहिँ व्यवहारमा पनि साबित भयो। यिनै हुन् चुनौती। अब अर्को कुरा फेरि चुनौतीको रूपमा भन्नुपर्दा कस्तो रहेछ नि भाइ, प्रत्येक वर्ष अब पहिलो वर्ष जेठ हामीहरू 6 गते हामीहरू यहाँ पद स्थानान्तरण गऱ्यौँ। यहाँ पद धारण गरिसकेपछि तपाईँको त्यो वर्ष हामीहरू सङ्घमा प्रदेशमा जान भ्याइएन किनकि हामीहरू पहिलो वर्ष थियौँ। अनि दोस्रो वर्षदेखि लगातार प्रत्येक वर्ष सङ्घमा प्रदेशमा भौतिक पूर्वाधारदेखि लिएर शहरी विकासदेखि लिएर तपाईँको प्रत्येक मन्त्रालयमा योजनाहरूको सिफारिस लिएर जाने गरेको छु। कुनै पर्न सक्षम छ, कुनै पार्न सकिएको छैन भनेपछि हामीले सोचे अनुरूप पनि पार्नलाई चाहिँ पूर्वाधारदेखि लिएर विभिन्न क्षेत्रमा चाहिँ हामीहरूले चाहिँ बजेटहरू पार्न पनि कठिनाइ चाहिँ हुँदो रहेछ। समग्रमा भन्नुपर्दाखेरि हामीहरूसँग भएको स्थानीय स्रोत साधनलाई प्रयोग गरेर स्थानीय लेभल र तल्लो लेभलको मान्छेहरूलाई अब मिलाउन किसिमको अब उनीहरूलाई चाहिँ खुसी पार्ने, उनीहरूको हक र अधिकारहरूसँग चाहिँ टच गराउने, राज्यले दिएको हक र अधिकारबाट कोही पनि वञ्चित नहुने, यी कामहरूमा बढी फोकस गर्नु पर्दो रहेछ जस्तो लाग्छ। अब समग्रमा यो 3 वर्ष तपाईँ लामो समय वैदेशिक रोजगारीमा बसेर त्यहाँको वातावरणसँग घुलमिल भएको व्यक्ति 81 यो समाजमा आएर वडा नम्बर 6 को वडा अध्यक्षको रूपमा उम्मेदवार भएर तपाईँले जनताले पत्याइदिए हो। कसरी यो यात्रा तपाईँको तय भयो? वैदेशिक रोजगारीबाट एकाएक आएर झन्डै 2 महिनामा हो यो वडाको नेतृत्व गर्न सफल हुने व्यक्ति तपाईँ, कसरी यो सम्भव भयो? यस्तो थियो, हरेक यो जुन जेनेरेसन टाइम सिचुएसन अनुसार परिवर्तनशील खोज्छ मान्छेले, तद अनुरूप समथिङ डिफ्रेन्ट, समथिङ विदेशमा सिकेको अनुभवलाई सही ठाउँमा पस्कनेले उहाँहरूले दिएको अवसर हो। यो कसरी अवसर प्राप्त भयो भन्दाखेरि 2003 देखि 2022 सम्म मेरो धन्य 19 वर्षभन्दा बढीको कार्यकाल वैदेशिक यात्रा बस्यो। त्यो वैदेशिक यात्रामा रहँदा म एनआरएनदेखि लिएर त्यहाँको चाहिँ विभिन्न सङ्घ संस्थासँग पछिल्लो 10 वर्ष धेरै नजिक भएर त्यहाँको नेपालीहरूलाई पर्ने सुख दुःखमा धेरै नै सहयोग गरे। कतिपयलाई जेल परेकालाई लिएर आइयो, तपाईँको दुःख परेका अप्ठ्यारो परेका नेपालमा विभिन्न किसिममा अप्ठ्यारो परेका किडनी ट्रान्सप्लान्टदेखि लिएर क्यान्सर पीडित उनीहरूलाई सरसहयोग गरियो। त्यसपछि त्यो सरसहयोग गर्दै गर्दाखेरि होइन, आफ्नै ठाउँमा गएर केही गर्नुपर्छ, सेवा नै धर्म हो, सेवा गर्नु सबैभन्दा ठुलो भनेको राजनीतिबाटै सेवा हुन्छ भन्ने किसिमको एउटा माइन्ड कन्सेप्ट बनाएर यहाँ आइयो। यहाँ आउँदाखेरि तत्पश्चात त्यहाँको जनताहरू, यहाँको जनताहरूले आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरूले विश्वास गरेर दिलाउनु र विश्वास छ, उहाँहरूले जुन विश्वास दिनुभयो त्यो विश्वासलाई अझै डगमगाएको पनि छैन र आगामी वर्षमा पनि आगामी दिनमा पनि अझै तीव्रताका साथ उहाँहरूको मन जित्ने, उहाँहरूलाई दिने सेवा सुविधा, उहाँहरूले पाउने सेवा सुविधामा अझै कटिबद्ध भएर लाग्ने म वचन पनि दिन चाहन्छु। अब यो सन्दर्भमा त्यो विदेशमा राम्रो सेलेरी, त्यहाँको सेवा सुविधा, त्यो राम्रो जीवन भनौँ न थियो, त्यो थियो। अब त्यो पृष्ठभूमि छोडेर एकाएक यो वडामा आउने, अब अहिले त नेपालमा नेताहरूलाई गाली गर्ने, केही भएन समाजमा भन्ने नकारात्मक भाष्य निर्माण भइरहेको छ। कहिलेकाहीँ लाग्दैन यो वडामा आएर, वडाको नेतृत्वमा आएर यसरी बसेर जनताको सेवा गरिरहँदा पनि गाली खाइन्छ? अवश्य। किन आए जस्तो लाग्दैन कि यो वडाको नेतृत्वमा? छैन भाइ, कहिलेकाहीँ पनि छैन, निहित छैन। किनभनेदेखि म वैदेशिक यात्रामा 19.5 वर्ष वैदेशिक यात्रा बस्दाखेरि मैले 70 देशको मान्छेसँग काम गर्ने अनुभव पाएँ। म एउटा सानो भुइँ मान्छे जसलाई वर्कर लेबर भन्छ, तिनीहरूदेखि लिएर टप म्यानेजमेन्टको जुन कि 13,000 इम्प्लोइ भएको कम्पनीमा 700 जना एबोर्ड तपाईँको युरोपियन, अमेरिकन, अस्ट्रेलियन नागरिकहरूसँग भएको कम्पनीमा ओइल म्यानेजमेन्टमा बसेर काम गरेको अनुभव।
अनि मेरो राम्रो स्यालेरी सुविधा, मेरो सुविधा सम्पन्न गाडी, घर, घोडा, तपाईको इन्स्योरेन्स, तपाईको इयरली टिकट, बोनस सबै वेल सेटअप थियो। तर इन्ड अफ द डे हामीहरू जीसीसीमा बसेको मान्छेहरू अन्तिम समयमा त फर्किने त हरियै पासपोर्ट लिएर हो। व्हाई नट, दिस इज द गुड टाइम। मैले 2079 सालको निर्वाचनलाई छोडेर मैले वेट गरेको भए त 5 वर्ष त कुर्नु पर्थ्यो नि भाइ। तपाईँ चुनाव लड्छु नै भनेर आउनुभयो। हो, मैले राजनीति गरेको नेपाली कांग्रेस, जुन म 14औं महाधिवेशन प्रतिनिधि पनि हो वैदेशिक विभागको, त्यसबेला मैले वडा अध्यक्षमा एकचोटि टिकट पाउँछु र पार्टीले मलाई टिकट दिएर पत्तायो भनेदेखि मैले अवश्य पनि जित्छु भनेर मैले अठोट गरेर आएको। त्यो अठोट गर्नुको मेन मेरो आफ्नो भित्री चाहिँ इच्छा शक्ति र जुन मैले विदेशमा गरेको सेवा, जुन यहाँको आम आदरणीय सर्वसाधारण दाजुभाइ दिदीबहिनीले देख्नु भएको थियो, प्रत्येकचोटि छुट्टी आउँदाखेरि मैले तपाईले निहित मैले आफूले कमाएकोबाट केही गरिब दुखी जन्तुहरूलाई प्रत्येकचोटि बाँड्थेँ अनि मलाई आनन्द त्यसैमा आउँथ्यो। त्यो कसरी सिकेँ भन्दाखेरि सागर भाइ, म मुस्लिम देशमा बसेँ। अब एउटा मान्छे कहाँबाट मोटिभेट हुन्छ भन्ने कुरा, जुन मुस्लिमको कुरानमा के लेखेको छ भनेदेखि इफ यु अर्न 100% यु हेभ टु गिभ 70% टु पुअर पिपल भन्छ। भन्नको खोजेको तिमीले कमाएको 100% मध्येको 70% तिमी गरिब दुखीहरूलाई बाँड्नुपर्छ भनेर कुरानमा लेखेको छ। त्यही अनुसार नै हामी त्यही देशमा बसेर कमाइयो, त्यही देशमा मेहनत गरियो। सानो सानोमा हामीहरू वर्कर लेबरदेखि सँगै सुत्नेदेखि लिएर दुःख गर्दै 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 नै माथि गएको। यसैमा पनि मैले सागर भाइलाई के भन्न चाहन्छु भनेदेखि मैले वैदेशिक यात्रामा 4वटा कम्पनीहरू परिवर्तन गर्दै गर्दाखेरि पहिलो कम्पनीमा काम गर्दाखेरि हामीलाई शोषण जस्तो थियो। कम्पनीहरू चेन्ज गर्न नपाउने, अब जुन स्यालेरीमा गयो अनि स्यालेरी इन्क्रिज हुँदाखेरि 2 वर्ष एग्रिमेन्टसम्म वेट गर्नुपर्ने थियो। अनि जुन त्यो कतार देशको राज्यबाट जुन जम्प गरेर भयान गइयो, त्यसपछि मेरो पर्सनल लाइफ, पर्सनल क्यारियर अनि मा चाहिँ मेरो ग्रोथ भयो। यो ग्रोथ हुने क्रममा समाजसेवातिर लाग्यो। समाजसेवा हुने क्रममा आफ्नै ठाउँमा गएर सेवा गर्छु भनेर एउटा हृदयदेखि तपाईको एउटा भित्री आत्मादेखि सोचेर राजनीतितिर हात हालेर चुनावमा चाहिँ होमिएको। उसो भए तपाईँ त्यहाँको पृष्ठभूमिबाट प्रभावित भएर सामाजिक सेवामा लिन हुन यहाँ आउनुभयो। ठिक छ। अब तपाईँ 3 वर्ष यो कुर्सीमा बसेर यस वडाको नेतृत्व गरेर काम गरिरहँदा अहिलेसम्म 3 वर्षको अवधिमा तपाईँले महत्त्वपूर्ण काम गरेका के हुन्? 1 2 3। सबैभन्दा ठुलो कुरा, तपाईँ सामान्य नागरिक, तपाईँको पहुँच छैन। तपाईँले पाउने जन्मसिद्ध तपाईँले चाहिँ राज्यले दिएको जन्मदर्तादेखि नागरिकतादेखि लिएर मृत्युदर्तासम्म तपाईँ कहीँ न कहीँ वञ्चित हुनुहुन्छ। तर तपाईँ नेपाली हुनुहुन्छ भनेदेखि उनीहरूलाई नेपाली नागरिक हुन लगाएको मैले ठोकुवाका साथ भन्दछु। विगत 50औं वर्षदेखि, विगत 15 अझ 50औं त नभन त्योभन्दा धेरैदेखि नभनेका घटना दर्ताका कामहरू जुन नेपाली हो, नेपाली नागरिक हो, तिनीहरूको काम गरेको छु। पहिलो सन्तुष्ट मलाई त्यसमा भएको छ। किनभनेदेखि कस्तो हुन्छ भनेदेखि यो नेपाल एउटा देश हो, नेपाल हाम्रो आमा हो हैन। अब नेपालमा जन्मिएका नेपालीहरूले यदि कोही पनि मलाई हेर्नेवाला भएन, म बुढेसकाल लाग्यो, न मेरो छोराछोरीले हेर्ने भयो, हुन्छ त सबैको त हुँदैन। कदम कदाचित 2-4वटा घरहरूमा त्यस्तो परेको ठाउँमा मलाई मेरो भोलि बिहान बुढेसकाल लाग्दाखेरि मलाई दबाई पानी हेर्ने, मलाई चाहिँ राज्यको अनुभूति दिने कोही नभए पनि मेरो वडा कार्यालय छ है। मलाई भोकै पनि बस्न दिँदैन, दबाई पानीबाट वञ्चित पनि हुन दिँदैन, मैले पाउने हक र अधिकार पनि दिलाएर छोड्छ भन्ने किसिमको जब तपाईको सानो सानो लेभलको जनताहरूलाई जब त्यो आभास हुन्छ अनि बल्ल तपाईलाई देशप्रति माया हुन्छ। त्यही गर्न म पहिलो कुरामा सक्षम पनि भएको छु, अब्बल पनि भएको छु र 95% म त्यसमा म ठोकुवाका साथ भन्छु। 95% त्यसमा म चाहिँ सक्सेस पनि भएको छु। हो, 1-2टा काम रोकिएका छन्, अझै गर्न पर्ने छ। तर त्यो कारण के हो भने उहाँहरूकै कमी कमजोरी। 1-2टा कागज पत्र जुटाउँ, जाउँ, तपाईको पूर्व घर कहाँ हो, तपाईहरु यस्तो गर्नुस्, जाम, मैले पाएको सेवा सुविधाबाट लाउनुस्, जानुस् भन्दा पनि उहाँहरूले आफ्नै नेग्लिजेन्स, आफ्नै कमी कमजोरी गर्दा अड्किएका छन्। र मलाई आशा छ यो 2 वर्ष भित्रमा 100 त भन्दैन सागर भाइ, तर 99% चाहिँ मेरो एरियामा भएका वञ्चित भएकालाई मैले त्यसबाट चाहिँ पार गर्ने छु। कागजात बनाउने कुरा भयो, अरु विकास निर्माणका काम के हो? अब भौतिक पूर्वाधार विकास निर्माणका कामहरू भाइ, मैले यहाँ आएदेखि सबैभन्दा पहिलो प्राथमिकता विद्यालयको भवन, जुन हामीहरूले पढ्ने विद्यालय छ, हाम्रो नानी बाबुहरूले अध्ययन गर्ने विद्यालय छ। त्यो विद्यालयको अवस्था यस्तो नाजुक थियो भाइ। हाम्रो वडामा 2वटा विद्यालय छ, एउटा ज्ञानोदय आधारभूत सुठौली, एउटा लक्ष्मणघाट माध्यमिक विद्यालय लक्ष्मणघाट। अब पहिलो माध्यमिक विद्यालयलाई र सुठौलीलाई कम्प्यारिजन गर्दाखेरि तपाईको लक्ष्मणघाटमा
दुईटा कोठा बाहेक कुनै पनि कोठामा तपाईको पक्की आरसीसी थिएन, सबै टिनले छाएको। आजको दिनमा तपाईँ हेर्न जानुहोस् 18 वटा कोठाहरू, 4 दुना 8, 4 12 13 14 15 16 वटा कोठाहरू तपाईको म आएदेखि लक्ष्मीघाट माध्यमिक विद्यालयको 16 वटा कोठाहरू पक्की भयो पहिलो। दोस्रो ज्ञानोदय आधारभूत सुठोलीमा 2टा कोठाहरू पक्की भयो। अब पूर्वाधारको पनि अझै गर्नुपर्ने छ। दोस्रो फेरि विद्यालयको अझै गर्नुपर्छ, अझै कमी छ। हाम्रो चाहिँ शिक्षक गुरुहरू बस्नेहरू कोठाहरू राम्रो छैन, हामीहरूसँग ल्याबोरेटरी कोठाहरू छैन, कुनै एउटा हल नानी बाबुहरूलाई प्र्याक्टिकल एउटा इन्टरटेनमेन्ट गराउने एउटा हल छैन, जुन यो अति नै आवश्यक छ। अझै आवश्यकता छ र गर्दै पनि गइरहेका छौँ त्यो विद्यालय। अब दोस्रो, हाम्रो नेपाल कृषि प्रधान देश हो। कोभिड सारा संसारभरि कोभिड आयो, एकदम सुन्नै पर्ने कुरा। प्रत्येक देशमा कोभिड आइसकेपछि एउटा मान्छेले अर्को मान्छेलाई टच गर्न मिल्यो। इभन पल्लो गाउँको दिदीले मेरो माइतमा गएर भाइकोमा बस्न पनि त्यसबेला एलाउड गरिएन, मान्छेदेखि डरायो। यस्तो बेलामा प्रत्येक देशमा हेर्नुहोस् खाद्यान्नको अभाव भयो, तर नेपाल कृषि प्रधान देश थियो र त कहिले पनि खाद्यान्नमा मरेन। नुन र भात, सादा भात पकाएर खाएर पनि बाँचे। यसको मूल जरो हो कृषि प्रधान देश, कृषिमा डिपेन्ड। त्यसकारणले कृषिमा डिपेन्ड भएको कारणले सबैभन्दा बढी कृषिको कुला नाली पानीमा मेरो चाहिँ पहिलो प्राथमिक छ। तदनुरूप म आएदेखि जुन हाम्रो प्रगति 4 मौजा कुलोको छ, प्रगति 4 मौजाको कुलोमा वर्षौनी करोडौं रुपियाँ सबै क्षेत्रमा जोडेर करोडौं रुपियाँ लगानी हाम्रो कुला पानीमा भएको छ। यसको अलावा सागर भाइ बाटाहरू भए, तपाईका बाटाहरू भित्र गल्लीहरू वर्षौंदेखि बसेका थारू जनजातिहरू बसेका, यहाँका भूमिपुत्रहरू चौधरीहरू, यिनीहरू गल्लीहरू पनि काम नभएका, तिनीहरू चाहिँ धेरै मात्रामा सकेका छौँ र केही अझै गर्न बाँकी छ। त्यो चाहिँ आशा छ यो 2 वर्षमा जुन हेर्दा सानो तर सबैलाई टच हुने खाले भित्री बाटाहरू पनि पुरा गर्नेछौँ। यसपछि आएर मठ मन्दिर, तपाईका जवैयाहरू अनि चौधरी समुदायको तपाईको दिवार, यी सबैहरूलाई बिस्तारै तपाईको प्राथमिकता भनेको पहिलो शिक्षा हो। शिक्षा यस क्षेत्रका वडावासी त विशेष त यो पानीको पनि समस्या छ भने एकदम यसलाई कसरी समाधान? एकदम बडा राम्रो प्रश्न गर्नुभयो सागर भाइ। यो पहिला हामी बुझेनौँ। मैले भने त कतिपय कुरा पहिला चुनावभन्दा पहिला जानेर बोलियो, नजानिकन बोलियो। तर मैले पनि राज्यको नीति नियमले गर्दा यस्तो कठिनाइ आइरहेको छ अहिले हाम्रो यो खानेपानी सम्बन्धी। म पद स्थापना गर्नुभन्दा पहिलेदेखि निर्माण योजना सुरु भएको खानेपानी टङ्की हाम्रो यही खुटेनीमा छ। तर अहिलेसम्म बोरिङ भयो, माथि अहिले टङ्की भयो, अलपत। कारण ध्रुव सत्य कुरा, सबैले जान्न पर्ने कुरा र बुझ्नुपर्ने कुराहरू के रहेछ भनेदेखि त्यो एउटा बिडारी कन्स्ट्रक्सन बनिले ठेक्का पार्नु भएको रहेछ। अनि बुझ्दै जाँदाखेरि सङ्घीय खानेपानीको योजना एउटा, प्रदेश खानेपानीको योजना एउटा, अनि हाम्रो प्रदेश खानेपानीको हो। अनि प्रदेश सरकारले के गर्दछ भनेदेखि यो चाहिँ तपाईँको चाहिँ रहेछ फेरि बहुवर्षीय। अनि प्रदेश सरकारले गत वर्ष 62 लाख दियो, त्योभन्दा पहिला आएकोमा जम्मा 50 लाख दियो, त्योभन्दा पहिला अझ 1 वर्षमा 40 लाख गरेर तपाईँको 1 करोड 50-60 लाख मात्र प्रदेश सरकारले विनियोजित गर्यो। तर कन्स्ट्रक्सन गर्ने ठेकेदार कम्पनीले उहाँले भन्नुहुन्छ मैले 1 करोड 80-90 लाखको काम गरिसकेँ, तपाईँले अझै सर मलाई यति सहयोग गरिदिनु पर्यो कि मैले निर्माणमा लगाएको लगानी बराबरको त पैसा त पाउनु पर्यो भनेर यो राज्यले जुन यो गरेको जुन एउटा नीति छ त्यो नीतिमा केही सुधार गर्नु पर्यो, बरु कम बनाउने तर हात हालेको संरचनालाई एकैचोटि सक्ने। अझ त्यसैमा बडा विडम्बना के भयो भने छ नि, आर्थिक वर्ष 81-82 मा प्रदेश सरकारबाट 62 लाख चाहिँ खानेपानीमा विनियोजित भयो निरन्तरतामा, सङ्घीय सरकार खानेपानीबाट 15 लाख। अब सङ्घीय खानेपानीबाट आएको 15 लाखले बारम्बार खानेपानीको हाम्रो यहाँको समिति म लगायत बारम्बार ताकेता पत्र गर्दाखेरि, बारम्बार पठाएको पठाइ गर्दाखेरि बल्ल एकजना पछि एउटा केसी सर भन्ने चाहिँ बागलुङको आउनु भएको छ सङ्घीय खानेपानी बुटोलमा। उहाँले चाहिँ ल भन्नुहोस् के समस्या छ भन्दाखेरि कसैले सुनाइ गरेन। त्यो खानेपानी त प्रदेश सरकारको, सङ्घले कहाँ लगानी लगाउने भन्यो, सङ्घबाट रातो किताबमा लेखेर आइसक्यो। अब राज्यबाट छुट्टिएको पैसालाई पनि तपाईँले चाहिँ सदुपयोग गर्न पनि तपाईँलाई गाह्रो भयो। उहाँहरूको भनाइ के छ भनेदेखि प्रदेश र सङ्घको दुवैको कामको एउटै काममा चाहिँ दोहोरिनु भएन, नत्र पनि हामीहरूलाई अख्तियार उल्टे हामीहरूलाई कर्मचारीहरूलाई गाह्रो पर्छ भन्नुभयो। त्यसो छ भनेदेखि अनि मैले के भने त्यस्तो छ भने हाम्रोमा विद्युतीकरण हेर्नुहोस्, खानेपानीमा त विद्युत त लग्नु पर्यो, ट्रान्सफर्मर लगाउनु पर्यो, मोटर चलाउनु पर्यो, पोलहरू गाड्नु पर्यो।
तपाईँले विद्युतीकरणको पहिला त टेन्डरमा छैन, सेपरेटली विद्युतीकरण गरिदिनु पर्यो भन्दाखेरि हाम्रो नेपाल सरकारको जिल्ला खानेपानीको हाकिम र त्यहाँको सङ्घीय सरकारको तपाईँको चाहिँ हाकिममा दुईटामा एक आपसमा इगो फिलिङ, ल हेर्नुहोस् भन्नाले यो मेरो काम होइन, उसले मेरो काम होइन, बडा समन्वय गराएर तपाईँको इस्टिमेट गर्न लगाएँ। अहिलेसम्म इस्टिमेट गरेर उहाँ चाहिँ सरुवा हुनुभयो, अर्को सर आउनुभयो, अहिलेसम्म त्यो 15 लाखको काम गर्न पनि सक्छ। उसो भए हामी निष्कर्षमा के भनौँ भन्दा वडा नम्बर 6 वासीले तपाईँको कार्यकालभित्र स्वच्छ शुद्ध खानापानी सबैको घर घरमा उपलब्ध हुन्छ। त्यसमा यसरी मिडियामा सक्नुहुन्छ? सक्दैन, किनकि हामीहरूले म यहाँ आउनुभन्दा पहिल्यै पुरानो कार्यकालमै प्रत्येक घर एक धारा अभियान अन्तर्गत प्रत्येक घरबाट 2,000 रुपियाँ पनि उठाएको अवस्था छ। त्यो पैसा सम्बन्धित टोल विकासको खाता र खानेपानी संस्थाको खातामा ब्याङ्कमा राखेको पनि अवस्था छ। समस्या कहाँनिर आइदिन्छ भने तपाईँको खानेपानीको पानी तपाईँको टङ्कीमा गयो भने न अरू कार्यमा हामीहरूले गर्ने हो, त्यो गर्न त ठेकेदार कम्पनीले काम सम्पन्न गर्नु पर्यो, प्रदेश सरकारले विनियोजित गरेको लागत बराबरको पैसा हाल्नु पर्यो। तपाईँको थोरै रकम होइन, हामीले हाल्न सकिँदैन। हामीले पनि गएर भने तपाईँको भौतिक पूर्वाधारबाट खानेपानीमा लगा भन्ने होइन, भन्ने शहरी विकास लाउँछु मन्त्रालय अन्तर्गत हेर्छ। सबैभन्दा समस्या के हुन्छ भने त्यसमा यदि प्रदेशको सरकारले अहिले रकम, मैले अस्ति भर्खर मन्त्रीज्यूलाई पनि अनुरोध गरेको छु र म फेरि 2021 गर्दै जान्छु, अहिले जति अधुरो रकम छ सबै एकचोटि विनियोजित गर्नुहोस् भन्दाखेरि उहाँले 17-18 देखाउनुभयो लिस्ट। हामीसँग यति छ, डोकामा पैसा, बास्केटमा यति छ, कहाँ कहाँ दिने अध्यक्षज्यूलाई तपाईँ आफै यहाँ बसेर हेर्नुहोस् भने। त्यसकारण देशको अवस्था त्यस्तो छ। उसो भए वडा नम्बर 6 वासीले यो समस्या अझ केही वर्ष भोग्ने झेल्नुपर्छ। यही अवस्थामा देश चल्यो भनेदेखि, यही अवस्थामा प्रदेश सरकारबाट चाहिँ थोरै रकमान्तरण भयो भने सायद अझै 2-3 वर्ष लाग्न सक्ला। होइन, हामीले उहाँबाट छुट्याएको रकम बराबर यही वर्ष हामी पुरा हालिदिन्छौँ र हामीले हालिदिइसकेका छौँ भन्ने आयो भने अर्को वर्ष नि फेरि सुरु। अब यो आर्थिक वर्षको अन्तिम र अर्को वर्ष 82-83 को हामी प्रारम्भिक चरणमा छ। त्यसको योजना तर्जुमा, बजेट, नीति तथा कार्यक्रम, यसको काम कहाँ पुग्यो आगामी आर्थिक वर्षको? म फेरि अलि भिन्न किसिमको सोच राख्ने मान्छे। पहिलो वर्ष विगतको साथीहरूले गरेकोलाई निरन्तरता दियौँ, प्रत्येक टोलमा गएर गाउँमा गएर योजनाहरू सङ्कलन गर्ने गऱ्यौँ। उहाँहरूको योजना विभिन्न क्षेत्रमा माग बढी हुन्छ र उहाँहरूले गरेको मागलाई 1% पनि सम्बोधन गर्ने हामीसँग पैसा नभएको हुनाले हामीहरूले नगरपालिकाबाट विनियोजित गरेको हामीहरूलाई आएको चाहिँ हामीहरूको रकम यति तिम्रोमा हो भनेर त्यही टोल विकासकोलाई सोधेर र अति नै आवश्यक परेको ठाउँ मात्र लगाउने र म तिमीहरूको योजना दिऊ भनेर एउटा टोलमा गएर 50 चाहिँ कृषक आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीलाई जम्मा गर्ने अनि निराशमा चाहिँ म बदल्न चाहिँ मलाई चाहिँ त्यो चाहिँ ठिक लागेन। तसर्थ मैले टोलमा जाने बन्द गरिदिएँ। त्यहाँको आवश्यकता के छ, हामीसँग प्रत्येक टोल क्षेत्र भूगोल समग्र समेटेर चाहिँ हामीहरूसँग वडा सदस्य हुनुहुन्छ। उहाँहरूदेखि तल हामीहरूसँग समन्वय गर्ने हामीसँग टोल विकास छ। टोल विकाससँग समन्वय गरेर जे जति उहाँहरूको भागमा पर्छ त्यसरी राख्ने गरेका छौँ। त्यो छ नीति तथा कार्यक्रम अथवा बजेट निर्धारण। अब लक्षित कार्यक्रमहरू छन्, महिला दिदीबहिनीहरूका छन्, ज्येष्ठ नागरिकहरू छन्, यी कार्यक्रमहरू पनि कन्टिन्यू चलिरहेको अवस्था छ। हेर्दै जाऊँ पृथक तरिकाबाट कृषकहरूलाई केही राहत मिल्ने किसिमले केही अब उहाँहरूले आफूले चाहेको माग गरेको बमोजिम उहाँहरूलाई चाहिँ सम्बोधन गर्न कसरी सम्बोधन गर्न सकिन्छ भन्ने छलफलमा पनि लागेका छौँ। कृषकहरूमा पनि अझ मैले चाहिँ पहिलो प्राथमिकता अझ कृषकहरूको पनि अझ पहिलो प्राथमिकता कसलाई दिएको छ भने जसले आधिकारिक रूपमा गाई भैँसी पशुपालन गरेर बस्नुभएको तमाम साथीहरू हुनुहुन्छ। बाडङ्गा नगरपालिका वडा नम्बर 6 भौगोलिक र जनसङ्ख्या हिसाबमा सबैभन्दा सानो क्षेत्र तर दुध उत्पादनमा सबैभन्दा ठुलो क्षेत्र। उहाँहरूलाई राज्यले अलिकति पनि सपोर्ट गरेन भने भोलि विलयमान हुने अवस्था छ। तमाम साथीहरू जग्गा घर धितो राखेर गाईहरू किन्नु भएको छ। गाई 3-4 मर्दिन्छ, गाईले भने जस्तो दुध दिँदैन, बिरामी भइदिन्छ। यी सबैहरूलाई कसरी तिनीहरूलाई चाहिँ केही न केही राहत र काम गर्नलाई प्रमोट गरौँ भनेर बढी फोकस त्यता पनि हामीले दिइरहेका छौँ। अब यो वडा नम्बर 6 ले प्रवाह गर्ने विभिन्न सेवा सुविधा
सेवाग्राहीलाई सेवा प्रदान कसरी गरिरहनु भएको छ, उनीहरूको सन्तुष्टिको स्तर कसरी मापन गर्नुभएको छ, गाउँघरमा जाँदाखेरि वडाले ढिलासुस्ती गर्छ कि के गर्छ भने? एकदम तपाईँले सबै वडाध्यक्षहरूलाई सोद्धा पनि सबैले हामीहरूले सेवा सुविधापट्टि हामीहरू चुस्त फुर्त छौँ भन्छन्। सबैको भन्ने उत्तरै त्यही हो। अझ यसमा तपाईँ चाहिँ घर घरमा अथवा तपाईँहरू क्रस चेक एकदम तल्लो निकाय सर्वहारा जहाँ चाहिँ शिक्षाको अभाव, जहाँ चाहिँ तपाईँको पहुँचको कम भएको क्षेत्रमा गएर अवलोकन गर्नुहोस्, त्यसको उत्तर उहाँहरूले दिनुहुन्छ। तर हामी जहाँ गएका छौँ एकदम प्रफुल्ल भएर बाबु वडा कार्यालयमा आउँदाखेरि जुन तपाईँले दिएको सेवा र प्रत्येक दिन एउटा रेकर्डै छ, लगभग 365 दिनमा सार्वजनिक बिदाको दिन बाहेक सायद कुनै दिन होला हामीहरू 2 जना यहाँ छैनौँ। या त 2-3 जना वडा सदस्य हुनुहुन्छ, या त कोही छौँ। हामीहरूले उहाँहरूलाई गर्ने सेवा प्रवाह, उहाँहरू चाहिँ ढोकाभित्र छिर्ने बित्तिकै हामीले उहाँहरूलाई मुन्द मुस्कान सहितको सेवा, पहिला उहाँहरूलाई गर्ने वेलकमिङ, त्यसपछि तपाईँ के सेवा लिन आउनुभयो, तपाईँहरूलाई कसरी छिटो र छरितो गर्न सकिन्छ, त बिना झन्झटिलो। कतिपय कस्तो थियो भन्दाखेरि कतिपय कुराहरू एउटा ज्येष्ठ नागरिक आउनुहुन्छ 80-82 वर्षको, उहाँले आफ्नो नागरिकता जन्म दर्ताहरू लाल पूर्जाहरू केही काम लिएर आउनु, तर उहाँलाई न लेख्न आउँछ न केही आउँछ। पहिला तपाईँ यस्तो गर्नुहोस् उहाँ जानुहोस् भने त उहाँ अक्क न मक्क पर्यो। अहिले हामी सबै हाम्रै लेभलबाट उहाँहरूले सेवा प्रवाह गरेका छौँ, ताकि सेवा प्रवाह गरे बापत उहाँहरूको अनुहारमा भएको जुन मन्द मुस्कान छ नि, त्यही नै राजनीति र त्यही नै हाम्रो सफलता भनेर हामीहरू एनी टाइम लगभग मैले भने तपाईँ 365 दिनमा सार्वजनिक बिदा बाहेक कुनै दिन हाम्रो यहाँ वडा सदस्य र हामीहरू 2-3 जना नबस्छ कुनै दिन प्राय समय नै छैन। उसो भए वडा नम्बर 6 ले प्रवाह गर्ने सेवा सुविधामा जनप्रतिनिधि सन्तुष्टि त हुनु नै भयो, सेवाग्राही पनि सन्तुष्टि छन्? एकदम फिल गरेको हो। तपाईँको एउटा समस्या के पर्दैछ नि, भौतिक पूर्वाधारतिरको काम के हुन्छ भनेदेखि स्रोत साधन कम छ, डिमान्ड बढी छ, त्यसमा सोचे जतिको कमी कमजोरी भयो होला। जस्तै खानेपानीमा गत वर्ष हामीले 6वटा मात्र नलका गाड्यौँ, 16वटा डिमान्ड आयो, 10 जना त दुखी भयो। यस्तै अरू चिजमा होला, तर वडाबाट दिने सेवा सुविधामा 100%। अब वडा नम्बर 6 मा धार्मिक र ऐतिहासिक स्थलको रूपमा रहेको लक्ष्मनघाट क्षेत्र हो छ, यसलाई यसको पर्यटन प्रवर्धनमा वडाले खेलेको भूमिका के हो? यसमा वडाबाट वर्षेनी थोरै धेरै रकमान्तरण गर्ने, पृथक तरिकाबाट यसलाई समग्र रूपमा चिनाउन कोसिस गर्ने। जस्तो गत वर्ष हामीहरूले एउटा आरती लगाएका थियौँ, जो अब त कन्टिन्यू गर्न सकिन्छ नि। ती सबै कुराहरूले र सङ्घ र प्रदेशमा केही न केही भए पनि, थोरै न धेरै भए पनि यसमा लगानी गर्नुपर्छ भनेर चाहिँ सङ्घ र प्रदेशमा पनि हामीले लिएर आएको अवस्था छ। त्यसैमा नगरपालिकाको त यो झन् विशेषमा पर्छ र प्रत्येक वर्ष मेयर साहबलाई पनि धन्यवाद भन्न चाहन्छु। प्रत्येक वर्ष अहिलेको हाम्रो मेयर साहबले, बाडङ्गा नगरपालिकाको हाम्रो मेयर साहबले धार्मिक पर्यटकीय क्षेत्रहरू जुन 5-6वटा छन्, कपिलधाम, तपाईँको यो लक्ष्मनघाट बोलबम धाम, अनि पछि गएर नन्दनगर धाम, उहाँहरूलाई वर्षेनी नगरपालिकाले आफ्नै नगरको चाहिँ क्षेत्र भनेर चाहिँ आफ्नो आफूले गर्ने दायित्व चाहिँ नगरले पनि गरेको अवस्था छ। अब यो वडा नम्बर 6 लाई सङ्घ र प्रदेशले जति विकास निर्माणका योजनाहरूको यस क्षेत्रमा काम गर्नुपर्ने थियो त्यति नगरेको हो। यस्तो छ सागर भाइ, मान्छेको कमजोरी तपाईँको कि उहाँहरूको नियति खराब हो? के हो? अपर्याप्त, हामीहरूसँग अपर्याप्त पैसा र तपाईँले अहिले तपाईँ एउटा सामान्य बाटो र कुल्लाको लागि तपाईँले 20 लाखको योजना लिएर प्रदेशमा जानुहुन्छ नि, या त तपाईँले पार्न सक्नुहुन्छ भनेदेखि त्यो 10 लाखदेखि 12 लाख। समस्या के हो नि, मन्त्रीज्यूहरूलाई पनि आफ्नो क्षेत्र, विभिन्न आफ्नो पार्टीका साथीहरू अनि समग्र आफूले जिम्मेवार गरेको ठाउँमा सतत हेर्दाखेरि तपाईँको त्यो अब अपर्याप्त पैसा भएको मैले सोचेको छु। अब तपाईँको बास्केटमा, तपाईँको डेयरीमा, तपाईँको धनसारमा 10 बोरा चामल छ भने तपाईँले बाँड्ने 10 बोरा चामल न हो। डिमान्ड तपाईँको 50 बोराको आइदियो भने के गर्नुहुन्छ? 40 बोरा त कहाँबाट पुर्याउनुहुन्छ? तपाईँको पहल पुगेन कि होइन? अब यस्तो छ, हामीहरू विभिन्न राजनीतिक क्षेत्रबाट आएको मान्छे हो। पहलै पुगेन भन्ने भनेदेखि खुट्टा मात्र पनि समात्न भइयो। हेर्नुहोस् मन्त्रीहरूको, अब उनीहरूले आफ्नो राजनीतिक क्षेत्रमा गएर फर्काउने र गाली गर्ने पनि गरियो पैसा लिउनलाई। प्रत्येकचोटि सङ्घ र प्रदेशमा धाएको दाइ फोन गरेको गरी र फलोअप गरेको पहुँच भन्नुहुन्छ भने चाहिँ नेपाल हो। तपाईँको आफ्नो मान्छे छ भनेदेखि अलिक बढी, आफ्नो मान्छे छैन भनेदेखि अलिक कम, त त्यो त स्वयंसिद्ध कुरा। तर समग्रमा हेर्दाखेरि अरू वडाको तुलनामा हेर्दाखेरि नभएको भन्न सकिन्न, प्रशस्त भएका छन्। तपाईँ निर्वाचित भइसकेपछि यो 3 आर्थिक वर्ष सकिने लागेको छ हो।
कति करोड बजेट पर्यो वडामा तपाईको समग्र प्रदेशबाट वर्षेनीको हिसाबले भन्नु पर्दाखेरि छ। अब यो वर्ष पनि मेरो विचारले सङ्घबाट मात्र 1.5 त्यो खानेपानीको त्यो भयो, तपाईँको एउटा सङ्घीय सांसद बलराम अधिकारीजीको भयो, बुङ्जी जगदेव 1 करोड, ल सङ्घबाट मात्र 2.5-3 करोड त सङ्घबाट मात्र आयो। तराई मधेसको एउटा छ। तपाईँको अब प्रदेशबाट हेर्नुहुन्छ नि, अब तपाईँको त्यहाँ 2 ठाउँ, अब भगलापुरमा 2 ठाउँ, अब त्यहाँ एउटा कुलो नाली छ, बनकसियामा नाली छ, ल तपाईँको धन्य 1 करोड रुपियाँ त प्रदेशको मात्र छ। 1 करोड प्रदेश र 3 करोड जति सङ्घको छ। सङ्घबाट 3 समग्रमा 4 करोड। अब तपाईँको खानेपानी छोडेर है, किन खानेपानीको त तपाईँको त कर्मागत हो, खानेपानीको त लिएर आएको त होइन। त्यहाँबाट छुट्याउने रकम हो, पर्याप्त मात्रामा पैसा दिए खानेपानी अहिले बन्यो, कम दिए पछि बन्यो। अब तपाईँको त्यो खानेपानीमा हामीले हाम्रो लगानी पनि लाउन पाइँदैन, किनकि राज्यको नियम यस्तो रहेछ कि एउटै प्रकारको काममा 2 थरीको पैसा हाल्नु हुँदैन भन्ने राज्यको नियम रहेछ। अब हामी कार्यक्रमको अन्त्यमा छौँ। तपाईलाई भन्न मन लागेको, मैले सोध्न छुटाएको केही छ विषयवस्तु? छैन। यसरी तपाईँहरू अब फोन गरेर दाइ तपाईँको बारेमा, यो वडामा समग्र भएको विकास, तपाईँले गरेको सेवा सुविधा, तपाईँ जनप्रतिनिधि भएदेखि तपाईँले दिने सेवा सुविधापट्टि हामीहरूले केही सुन्न चाहन्छ भनेर आउनुभयो र यसको लागि फेरि पनि तपाईँहरूलाई धन्यवाद। जनता अहिले जागरुक छ, प्रत्येकको हातमा लगभग एन्ड्रोइड मोबाइल छ। बोलीमा भन्दा पनि काममा विश्वास गर्छ मान्छे। तसर्थ तपाईहरुपट्टि भन्नाले सेवाग्राहीपट्टि कहीँ कतै हामीहरुको कमी कमजोरी छ, अझै सेवालाई चुस्त पुस्त कसैलाई बनाउनु छ, तपाईहरु 24/7 एनी टाइम कल गर्नुस्। हामी सदैव मर्दा पर्दा हरेक क्षेत्रमा हामीहरु खुसीमा खुसी, दुःखमा दुःख साटासाट गर्नलाई हामीहरु एनी टाइम हाम्रो वडा कार्यालय तयार छ। र बाहिर कुरा काट्नु भन्दा आफ्नो मनमा लागेका इच्छा शक्ति केही छ भनेदेखि हाम्रो समग्र क्षेत्रमा टोल विकास वडा सदस्यहरु हुनुहुन्छ, उहाँहरु मार्फत आउनुस्। तपाईहरुको सेवापट्टि हामीहरु एकदम तयार छौं। हस् त, यो महत्त्वपूर्ण समय र संवादका लागि तपाईलाई धेरै धेरै धन्यवाद। धन्यवाद तपाईलाई पनि सागर भाइ। उहाँ हुनुहुन्थ्यो कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर 6 का वडा अध्यक्ष करुण टण्डन। उहाँसँग गरिएको कुराकानीसँगै कार्यक्रम बैखरी संवादको समय सकिएको छ। म कार्यक्रम प्रस्तुता सागर विक पनि बिदा हुन्छु। हवस् त, नमस्कार।